नमस्कार दर्शक बाबुहरू, स्वागत छ तपाईँहरूलाई मेरो नयाँ ब्लगमा। र आज म देखाउन गइरहेको छु हाम्रो गाउँको जाडो यति छ कि ठाडो हुँदैन मेरो। सरी फर द्याट एभ्रिथिङ। मैले ठाडो कुरा बोलेको पनि छैन। द्याट्स ओन्ली द फिलिङ द ब्ल्याङ्क्स द्याट युर माइन्ड, तपाईँको दिमागले बनाएको ब्ल्याङ्क्स हो त्यो भरेको, मैले होइन। किनकि मैले केही बोलेकै छैन, त्यो तपाईँको दिमागले सोचेको त्यस्तो भनेपछि तपाईँ फोरियो, म होइन। तपाईँको सोचै गन्ध छ। मैले केही पनि भन्न सकेको छु कि। र यो हाम्रो तास खेल्ने स्पोर्ट, हाम्रो पुरानो डुडेरी हेर्न सक्नुहुन्छ गाइस तपाईँहरूले। सो दिस इज द डुडेरी वेयर वी क्यान सुट मुभिज। मैले मतलब धेरै भिडियोहरू यहाँ सुट पनि गरेको थिएँ त्यसैले। सो दिस इज द प्राइभेसी प्लेस। सो दिस इज द प्राइभेट प्लेस वेयर वी क्यान मेक अ भिडियोज। यहाँ धेरै जसो गाउँ घरहरू छैन वरिपरि, त्यही भएर यहाँ फ्रेङ्कली बोल्न पाइन्छ। मान्छेले बोल्दाखेरि पागल पनि भन्दैन। सो द्याट्स वाइ यो डुडेरी थियो। अब यहाँ दुध छैन, किनकि अब यहाँ तास खेल्ने स्पोर्ट भइसकेको छ। यो एउटा हाम्रो क्यासिनो हो। अब यसलाई दुधडेरी हटाएर यहाँ क्यासिनो घोषित गरिदिनुपर्छ गाइज। सो दिस इज, अब यहाँ हेर्न सक्नुहुन्छ टङ्कीभित्र तास। बाप रे बाप, तास खेल्ने हो। तास बेचेर उनीहरूको घर छैन। तास छ गाइज, यहाँनिर पनि यहाँ तास छ। सो यो चाहिँ हाम्रो अफिस हुने गर्दथ्यो दुधडेरीको। ओ माई गड, वाट द हेल यार। सो गाइज यहाँनिर अब यहाँ फाइलहरू थुप्रो छ है। अब यहाँ त हातै लेख्नलाई भए पनि तास फोडेर पुरै हुन्छ नि त्यो दुधको त्यो सिस्टम, लेख्ने सिस्टममा दुध उयो के अरे दुध लेख्ने चिजमा अब हात लेखेको छन् मान्छेहरूले होइन। जस्तै मानौँ हामी यहाँ देख्न सक्छौँ धेरै चिज। अब हात चाहिँ लगाउँदिनँ, किनभने अब फेरि अहिले यताउता होला, फेरि अनि मेरो दोसाउला नाम, अनि मसँग भिडियो प्रुफ पनि छ। हेरौँ, मैले एउटा कट हानेको छैन भिडियोमा। कट हाने बित्तिकै म बाहिर गइहाल्छु। सो यहाँ पनि तासको ढेरी देख्न सक्छौँ हामी। यहाँ लुका, यहाँ तास छ। सो यहाँ हर्दी छ है गाइज। म चाहिँ हर्दी जस्तो देखेर उठायो, त्यो हर्दी रहेछ। सो यहाँनिर गाईको त्यो ब्याच नम्बर छ, मतलब त्यो इन्सुरेन्स गर्दाखेरिको। के हालत भइसकेको छ यार यो दुधडेरी यार। यहाँ हामी आएर दुध बेच्छौँ यार गाइज। हामी यहाँ आएर दुध बेच्थ्यौँ, अनि हामी त्यही दुधको झिउस सानोमा खान्थ्यौँ। र यहाँनिर यस्तो यस्तो भइसकेको छ। ओ सेट यार, विश्वकर्मा बाबाको तस्बिर छ यहाँनिर। उहाँलाई चाहिँ हामी सम्मानसहित पैसा राखेर दर्शन गरौँ। अब यस्तै छ हाम्रो गाउँको चाहिँ यो सिन होइन। अब यहाँनिर चाहिँ पुरै पुरानो मेसिनहरू पुरै यस्तो भइसकेको छ गाइज, हेर्न सक्नुहुन्छ तपाईँहरू। अब यसको त ताजा पनि छैन, अब बिजनेसै घाटामा गयो जस्तो छ। सो यहाँनिर पहिला यो डुडेरी चाहिँ हाम्रो घरमा हुने गर्थ्यो। हाम्रो घरको यतातिर भाडामा लिएर डुडेरी बनाएको थियो। अनि त्यहाँ चाहिँ हामी त्यो क्यानमा दुधहरू राखेको हुन्थ्यो। अनि त्यो क्यानमा लास्टमा अलिअलि उब्रेको दुधहरू हामी जम्मा गरेर एक कचौरा बनाएर हाम्रो एउटा जीवन भन्ने मेरो घर छेउको दाइ र मम्मी लिएर खान्थ्यो। जे होस् रमाइलो हुन्थ्यो त्यतिखेर। तर तासको हालत हेर्नु त गाइस, जहाँ त फोरै फोर्छ चिया। यो तास खेलेपछि त अब यहाँनिर त पुरै पैसा उठाएर यो सफा लाउनुपर्छ जस्तो त। त्यो पनि सलाम छ, केहीको लागि त युजफुल भइरहेछ जे होस् यो डुडेरी। किनभने अब यहाँ भन्नमा यतिसम्म आएको छ कि यो डुडेरीको पैसा, अब यो डुडेरी किन नचल्यो भन्दाखेरि यहाँको पैसा अलिकति हेरफेर भएर किसानहरूले पैसा नपाएको सुन्नमा आएको छ। कसैले त 1 लाखसम्म पनि नपाएको, 2 लाखसम्म नपाएको भन्नु सुन्नमा आएको छ। त्यसैले दिस इज द भ्यू। अब यस्तो जाडो छ, छोडौँ भनेको मौसमले च्यालेन्ज गरे गर्छ, दिनुपर्छ क्या गरेर बजाएर। सो यहाँ हाम्रो डुडेरी थियो होइन, यति मात्रै हो। त्यहाँभित्र म गएँ, मैले केही गरिनँ। मैले सिधै वान टेक सर्ट हानेको छु। तपाईँहरूले प्रुफ हुनुहुन्छ, तपाईँहरू मैले के चोरेको छैन गाइज होइन। यो जेनेरेटर हो, दिस इज द जेनेरेटर। यहाँ जेनेरेटर पनि छ। हामी अर्को गाछमा चाहिँ उयो मेरो भाइ हो गाइज। यो चोर हो, यो त्यो पढ्न गएको अरे गाइज। हाम्रो यो डुडेरीमा धेरै पुरानो मेमोरीहरू छ। म अब मसँग क्लिप्सहरू भयो भने म यतातिर क्लिप्स पनि लगाइदिन्छु, तपाईँहरू हेर्न सक्नुहुन्छ। बस क्या रमाइलो पलहरू थियो यार त्यतिखेर, साथीहरूसँग घुमिन्थ्यो। जस मैले त्यो मेरो अडियो विथ टिकटकर भन्नेको सुटिङ यहीँ गरेको हो। दिस इज द प्लेस वेयर आई क्यान सुट। मैले यहाँ सुट गरेको हो मेरो साथीहरूसँग। अनि मेरो साथीहरू त्यतिखेर यार 11-12 जना थिएँ मसँग साथीहरू त्यतिखेर। अहिले म एक्लै छु यहाँनिर अलोन। सो द्याट्स वाइ अहिले यो डुडेरीको हालत यस्तो भइसकेको छ। त्यतिखेर बडा युजफुल थियो यार। त्यतिखेर मैले भिडियो बनाउँदाखेरि गजब थियो जस होइन। तर जस्ट यसलाई चेन्ज धेरै भइसकेको छ। दिस इज फर थम्बनेल अभियस। सो अब हामीले चाहिँ यहाँ मोडिफिकेसन गर्नुपर्छ। त्यसले मसँग अहिले साथीहरू कोही पनि छैन। सो गाइस अलोन मेरो एउटा नार्न भन्ने साथी छ होइन। त्यो साथी पनि अलि यताउता बिजी छ अहिले। त्यही सेड्युलले गर्दाखेरि हाम्रो भिडियोहरू त्यति साह्रो हामी बनाउन किन खोज्दैन भन्दाखेरि अब मलाई एक्टिङ त आउँछ, तर मलाई एडिटिङ गर्न बडा अल्छी लाग्छ। 1 घन्टाको भिडियो सुट हुन्छ भने त्यसमा एडिटिङमा 5 घन्टा लाग्छ, कम्तीमा मलाई 5 घन्टा लाग्छ। त्यो पनि नर्मल एडिटिङ, त्यो पनि प्रोफेसनली गरेको पनि छैन मैले। 2-4वटा सर्ट्सहरू हरर मुभी बनाउनु भनेको, त्यो सर्ट्सहरू पनि मसँग रेडी छ। तर
बट इन केस मैले त्यो गर्न सकिनँ कि गाइज अहिले म पाउजमा छु तर म गर्छु गाइज म युट्युबिङ छोड्नेवाला छैन किनकि मलाई एउटा एडिटर मेरो जिन्दगीमा आइसकेपछि मलाई त्यो पुग्छ क्या त्यति भएपछि म जिन्दगीमा गर्न थाल्छु त्यसपछि फेरि भट्टाटट कुन बेला फेरि यो रेन्जबाट स्टार्ट गर्न सक्छु त्यसैले मेरो 2टा सब्सक्राइबर घटिसकेको छ गाइज गाह्रै पर्छ अब मुख म अहिले धेरै छाडा बोल्नु पनि छोडिसकेँ त्यसैले अब ओ मुजी हेरेर आएको म ए चलेको अलिअलि त चलिहाल्छ नि गाउँतिर म त यस्तो गाडीतिर अलिअलि गाडीहरू हेऱ्यो भने थाहा हुन्छ अब गाइज आई हेभ अब मेरो भिडियोहरू अब बिस्तारै बिस्तारै आउँछ ढिलो ढिलै आउँछ 1 वर्षमा 1-2वटा आयो भने पनि ठुलो कुरो मेरो लागि त किनभने अब त्यसो भए अलिअलि मिलाउनु पर्छ अब मैले ब्लगिङ हाल्नु पऱ्यो भने त म दिनदिनै हालिदिन्छु यतिको पत्ता पत्र बोलेर केही पनि हुँदैन बाल हुँदैन तर यस्तो एक्टिङको फिल्ड रोजेको भएर त्यसमा स्क्रिप्टिङ अनि एडिटिङ अनि सुटिङमा टाइम जाने हुन्छ त्यसैले ब्लगिङमा त धेरै लाग्दैन मलाई जहाँसम्म लाग्छ किनकि ब्लगिङ मैले पनि गरेँ हो जस्ट एउटा क्लिप सुट गऱ्यो त्यसलाई एडिट गऱ्यो हालिदियो त्यसै मेरो ब्लगिङ पनि युनिक खालको मैले गरेको थिएँ सायद भिडियो कल खालको द्याट्स लाइक बिबी गेमाइन्सको जस्तो थियो लगभग मैले त्यस्तै बनाउनु खोजेको थिएँ तर लेभल म्याच सो अब छाडा बनाएर कम गरौँ भनेको अब त्यस्तै छ सिचुएसन सो गाइज द्याट्स वाइ दिस इज फर न यो यादहरू जस मेरो पुरानो ताजा भयो मेरो साथीहरू जहाँ जहाँ छन् केटाहरू याद गर म्या साला भोसडी कि यहाँ आएर मतलब कोही कोहीले त बजाएको पनि थियो भन्थे सो द्याट्स वाइ दिस इज आवर ओल्ड डिडरी थ्याङ्क यू गाइज बाई बाई